हेलो एन्ड नमस्ते, स्वागत छ मेरो अर्को भिडियोमा हैन तपाईहरुलाई। आज चाहिँ म चिसो मौसममा हैन, चिसो मौसम अनि न्यानो घामको साथमा यता म अहिले रोमानियाबाट अनि रोमानियाको बुकारेस्ट भन्ने ठाउँ, बुकारेस्टको यो ओभर भन्ने ठाउँबाट है। अनि फर्स्ट अफ अल म चाहिँ हजुरहरु सामु एउटा आज के भिडियो लिएर आएको छु भने जो जति पनि अहिले नयाँ रोमानियामा आउँदै हुनुहुन्छ हैन, मेरो दाजुभाइ दिदीबहिनीहरु हैन, उहाँहरुको लागि स्पेशल यो भिडियो चाहिँ। अनि मैले यो भिडियो बनाउनुको कारण चाहिँ के भने मैले खुद आफूले देखेको कुरा हो, त्यसैले मैले भिडियो बनाएको हैन। जो जति स्पेशली चाहिँ जो जति यता आउँदै हुनुहुन्छ रोमानिया, उहाँहरुको लागि एकदम इम्पोर्टेन्ट छ है यो भिडियो, हेर्नुस् राम्रोसँग हैन। के हो भने अहिले रोमानियामा जो जति पनि नयाँ आउँदै हुनुहुन्छ उहाँहरु फस्दैछ के यता आएर। उहाँहरु अब प्राय जस्तो हुनु त अब प्राय म्याक्सिमम सबलाई नै परिरहेछ हैन, तर धेरै नै सबलाई के भनौँ न, अब 15 दिन एउटा ठाउँमा काम हुने हैन, 15 दिन अब अर्को ठाउँमा भोलिपल्ट के काम गर्नुपर्छ के ठेगानै छैन के। सो त्यसैले तपाईहरु पनि त्यस्तो नहोस्, सकभर त्यस्तो नहोस्, त्यसरी नपरोस्, पैसा नफसोस् भनेर मैले भिडियो बनाएको। किनभने जो जति पनि आउँदै हुनुहुन्छ तपाईहरुले फर्स्ट अफ अल के गर्नुपर्ने हुन्छ भने नेपालको एजेन्टलाई, तपाईहरु आउनुभन्दा अगाडि नेपालको एजेन्टलाई तपाईहरुले जुन कम्पनीमा तपाईहरु आउँदै हुनुहुन्छ त्यो कम्पनीको बारेमा प्रपरली डिटेलहरु सोध्नुस्। अनि त्यो कम्पनीले त्यो मेन पावरले सायद अर्को मान्छे पनि पठाएको हुन सक्छ नेपालीहरु हैन, त्यो नेपालीको नम्बर माग्नुस् पहिला। अनि त्यो तपाई WhatsApp अथवा फेसबुकतिर अहिले त इन्टरनेटको जमाना हो, WhatsApp हैन, अब फेसबुक आइडीहरु मागेर त्यो एजेन्टले कतिजना नेपालीहरु पठाएको छ, के कम्पनी हो, कस्तो कम्पनी हो, त्यो सबै बुझेर अनि मात्र तपाईहरु आउनुस् है। किनभने यहाँनिर आएर तपाईहरु नफसोस् के। धेरै मान्छेहरु यता आएर अब तपाईको अब अहिले सेन्जेन भयो भनेर 8 लाख 9 लाख 10 लाख धरि तिरेर आइरहेछ कि मान्छेहरु हैन। त्यसैले त्यसो नहोस्, सबको त्यसो नहोस्। किनभने अब त्यत्रो पैसा उठाउनलाई पनि तपाईको लगभग 1 वर्ष लाग्छ, 1 वर्ष दुःख गर्नुपर्ने हुन्छ हैन। बेटर तपाईहरु राम्रोसँग पहिला बुझ्नुस् कम्पनीको बारेमा, के कस्तो भएर गएर त्यहाँनिर अब कति मान्छेहरु फसिरहेछ कि तपाईको 3-4 महिनामा पनि कम्पनी निकालिदिरहेछ। त्यही कारणले सुरुमा यो यता आउनुभन्दा अगाडि मेन एजेन्टलाई मलाई तपाईले पठाउनु भएको जुन अब जति पनि नेपालीहरु छ त्यो अथवा हैन नम्बरहरु मागेर ओपनरहरु मागेर के कस्तो हैन प्रपरली बुझेर अनि मात्र बल्ल त्यसपछि पेमेन्ट गर्नु चाहिँ। अनि त्यसपछि अर्को कुरा मेन बारमा तपाईहरुले एप्लाई गरेर अफर लेटर भन्छ नि, एउटा अफर लेटर आयो भनेर पनि पैसा नदिने। जबसम्म वर्क परमिट आउँछ, वर्क परमिट आएपछि तपाईहरुले प्रोसेसको लागि अलिअलि दिन सक्नुहुन्छ, तर त्यो 2 लाख 3 लाख माग्यो भने त्यसरी नदिने है। किनभने अहिले अलिकति पेन्डिङ भएर गइरहेको छ, तपाईले फेरि पैसा फसेपछि अर्को टेन्सन हुन्छ है। त्यही कारणले सो म चाहिँ त्यही भन्दै आजको यो छोटो भिडियो तपाईहरु सामु राख्दै हैन। अनि यस्तै नयाँ भिडियोहरु तपाईले हेर्न चाहनुहुन्छ भने सोध्न सक्नुहुन्छ हैन। मैले बुझेको कुराहरु तपाईहरु सामु राख्ने छु। तपाईलाई हस्त, धन्यवाद, जय नेपाल।